नमस्ते सबैमा। अहिले चाहिँ मैले तपाईँहरू सामु एउटा स्याड न्युज लिएर आएको छु। भारतीय एयरलाइन दुर्घटना भएको र जहाँ चाहिँ 230 जना भन्दा बेसी मान्छेहरू हताहत हुने सम्भावना भएको एउटा न्युज लिएर आएको छु। यो भर्खरकै न्युज हो, आज भर्खरकै तपाईँहरूले भिडियो पनि देखिरहनु भएको छ। यो भिडियो यति दर्दनाक छ, तपाईँले मन थामेर बस्नुहोस्, मन थामेर भिडियो हेर्नुहोस्। भारतीय समाचारका अनुसार उनीहरूले पुष्टि पनि गरिसकेको यो समाचार हो। इन्डियन एयरलाइन्सको फ्लाइट AI 171 जुन अहमदाबादबाट लन्डन ग्यास्ट्रिकतर्फ उडेको थियो, जुन 12 मा उडेपछि केही समयमा दुर्घटना परेको थियो। विमानमा 11 जना चालक दलका सदस्यहरू र 230 जना यात्रीहरू थिए। दुर्घटना मेघानी नगर क्षेत्रमा भएको बताइएको छ, जहाँ ठुलो आगो, धुवाँ, मुस्लो तपाईँले यो भिडियोमा पनि देख्न सक्नुहुन्छ। लगभग 241 जना मानिसहरू रहेको यो विमानमा यसरी आगो लागिरहेको देखिरहँदाखेरि मान्छेहरूको सकुशल उद्धार हुने सम्भावना एकदमै कम हामीले अनुमान गर्न सक्छौँ। यद्यपि हामीले सबैजनाले प्रार्थना गरौँ धेरैभन्दा धेरैजनाको सकुशल उद्धार हुन सकोस्।